आज अत्यन्त रमणीय ढङ्गले यहाँले मनाइराख्नु भएको छ। मलाई आमन्त्रण गर्नुभयो, त्यसका लागि हामी सधैँ 16 गते हुने गरेको थियो। यसलाई 16 गतेको अर्को कार्यक्रमले, राष्ट्रिय कार्यक्रमले असर गर्ने भएको हुनाले यसलाई 1-2 दिन तलमाथि गर्नुहोस् भनेर हामीले नै अनुरोध गरेका थियौँ। र यो विद्यालय 2015 साल भनेको म त 16 सालमा जन्मे हो, म भन्दा पनि 1-2 वर्ष अझ पहिल्यै यो विद्यालय जन्मेको। जतिखेर बीपी कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, नेपाली काङ्ग्रेसको 2/3 सरकार थियो। शिक्षाको चाहिँ अब यहाँ लाग्छ, मलाई लाग्छ बन्दीपुरमा थियो होला सायद। अरू यहाँ तनहुँमा चाहिँ थोरै स्कुलहरू मध्ये यो विद्यालय त्यतिखेरको तत्कालीन समयमा यो विद्यालय स्थापना भएको। यही विद्यालयको शाखाको रूपमा सत्यवती माध्यमिक विद्यालय सुरु भएको। 2025 सालमा सदरमुकाम यहाँ सार्ने क्रममा निर्मल राणावाटको जुन मृत्यु भनौँ या हत्या भयो, उहाँको सम्झनामा हामीले सदरमुकाम सरेपछि निर्मल माध्यमिक विद्यालय स्थापना गरेको। त्यसो भएको हुनाले यो धेरै यसको ऐतिहासिक र त्यतिखेरको कालखण्डलाई हामीले अध्ययन गर्यौँ भने यो विद्यालय त्यतिखेरका हाम्रो यहाँका बहादुर बस्नेत, पदम बहादुर बस्नेत, नरसिंह तराईज्यूहरू, थुप्रै त्यस्ता अगुवा, मैले नाम अरू बिर्सिएँ होला, उहाँहरूको विशेष पहलमा चाहिँ यो विद्यालय स्थापना भएको। आज उहाँहरू हाम्रो बिचमा पनि संस्थापकहरू हाम्रो बिचमा हुनुहुन्न। यद्यपि यसले लोकतन्त्रको त्यो एउटा कालमा स्थापना भएको यो एउटा ऐतिहासिक विद्यालय भएको हुनाले यस विद्यालयको आजको वार्षिक उत्सवमा, 67औं वार्षिक उत्सवमा यहाँ सबैलाई हार्दिक शुभकामना पनि म दिन चाहन्छु। यो आमन्त्रणको लागि धेरै धेरै धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु। विद्यालयको प्रगति, विद्यालयका निराशाहरूको बारेमा यहाँ धेरै सूचनाहरू प्रवाह भयो। यो विद्यालयको भविष्य छ, तर त्यो भविष्यलाई हामीले कसरी उजागर गर्न सक्छौँ, यसलाई आशा भरोसाको केन्द्र कसरी हामीले स्थापना गर्न सक्छौँ, यो विषयमा म आएपछि नै मैले अरू धेरै विद्यालयहरूको वार्षिक उत्सवमा भनेको छु कि विद्यार्थीहरूको सांस्कृतिक पक्षलाई एक दिन राख्नुहोस्। अभिभावक र पूर्व शिक्षकहरू, वर्तमान शिक्षकहरूको छलफल, एउटा नीतिगत छलफल जनप्रतिनिधिहरू सहितको त्यो कसरी प्रगति गर्न सकिन्छ यसलाई भन्ने विषयमा छलफल राखौँ। यो 2 दिनको यस्तो खालको चाहिँ गरौँ भनेर मैले भनेको थिएँ। त्यो हामी कहाँ चाहिँ यो हुन सकेका छैन। विद्यार्थीहरूको नाच पनि नर्सरीदेखि कक्षा 12 सम्मको नाच पनि चाहियो। अनि हरेक राजनीतिक दलको विचार प्रवाह पनि यहाँ हुनु पर्यो। अनि पूर्व वर्तमान छिमेकी सबैले हामीले 2-4 शब्द राख्नु पनि पर्यो। त्यसले गर्दाखेरि कस्तो भयो भने एउटा औपचारिकतामा मात्रै भयो। भित्रबाट यसका कमी कमजोरीहरू, यसका समीक्षाहरू हुने, अगाडि बढ्ने कुराहरू चाहिँ हामीले त्यति गर्न सकेका छैन। यो पद्धतिलाई नै हामीले अलिकति तलमाथि गर्नुपर्ने स्थितिहरू हुन्छ। मैले फेरि पनि यहाँहरूलाई यही अनुरोध गर्न चाहन्छु। र यो विद्यालयको समस्या के हो भन्ने कुरामा प्रधानाध्यापकले पनि अलिअलि भन्नुभयो, यो मर्जतिर जान्छ भन्ने, छात्रवृत्ति कोष पनि नराख्ने, अन्यत्र हालठाप हुन्छ छात्रवृत्ति राख्न। यहाँ त असाध्यै अभिभावकहरू पोजिटिभ नहुने भन्ने कुरा। अब हाम्रो पूर्व निवर्तमान प्रधानाध्यापकले जम्मै आन्द्राभुँडी सबै छर्लङ्गै पार्दै। यो शुभकामना, तपाईँहरूको बिचको संवाद यही भाषण मात्रै भयो जस्तो लाग्यो। भाषणभन्दा बाहेक छुट्टै संवादको स्थिति रहेन कि भन्ने मलाई लाग्यो।
यसरी हामीले शुभकामना अभिव्यक्त गर्ने दिनमा सकारात्मक तथ्यहरूलाई हामीले अगाडि लानुपर्ने हुन्छ। त्यो म अनुरोध गर्न चाहन्छु। ऋण कसरी भएको हो भने भवन निर्माण गर्ने क्रममा समयमा उहाँले पासपोर्ट गर्नु भएन। भवन निर्माण समयमा सिद्धिएन। सरकारी बजेट के हुन्छ भने फ्रिज हुन्छ। असार मसान्तसम्म उहाँले भुक्तानी गर्नु भएन। भवन त यहाँ बनिराख्यो। त्यो भुक्तानी नगरेको कारणले के भयो त असार मसान्तमा त सरकारी बजेट जुन हो त्यो फिर्ता गर्नु पर्यो। अब फिर्ता भएको पैसा त भवन पनि बन्यो पछि त्यो पैसालाई चाहिँ हाम्रो रामचन्द्र तिवारीजी त्यतिखेर नगर प्रमुख पनि के हुनुहुन्थ्यो त्यतिखेर जे हुनु मिल्ने हो त्यो कर्मचारी कालमा सबै हुनुभयो। उहाँलाई लिएर आएर यहाँ विदाई सिधाई स्वागत सबै कुरा गर्नुभयो। तर त्यो पैसा भुक्तानी प्राप्त गर्न सक्नु भएन। बलराम सरले त्यतिखेर बलराम सरकै कार्यकाल हो जस्तो लाग्छ। अब त्यो सर्दै सर्दै आयो। भवन पनि बन्यो तर पैसा फ्रिज भयो। अब फ्रिज भइसकेपछि त्यो पैसाको क्षतिपूर्ति त्यतिखेरको नगरपालिका, यो हामी आएपछि भएको होइन, यो त्यतिखेरको नगरपालिकाले मूल्याङ्कन गरेर गरिदिनु पर्ने। अब अहिले हामीले मूल्याङ्कन गरेर त्यतिखेरको क्षतिपूर्ति नगरपालिकाले गर्न सक्दैन। त्यो कुरा हामी प्रष्ट हुन्छ। हामीले विभिन्न कार्यक्रम जे भन्नुभयो त्यो कार्यक्रम यहाँ आई सयाजीले भन्नुभयो यो यति मैले नगरपालिकाको कार्यकालमा ल्याएको थिएँ भन्नुभयो। त्यो कार्यक्रम हामीले गरेर 1-2 लाख रुपियाँ घटाउँदै त्यसैभित्रबाट व्यवस्थापन गर्दै अलिकति कम पनि हुँदै गएको स्थिति हो। त्यसो भएको हुनाले चाहिँ यसलाई हामीले कसरी त्यो ऋण लाग्यो, के कारणले लाग्यो, हाम्रो कमजोरीहरू समयमा त्यसलाई गर्न नसक्दा लागेको। अब कुन पार्टीको सरकार हुन्छ त्यतै पार्टीले हामी जिम्मा लिन्छौँ भन्नुहुन्छ। अब त्यो एकदमै सुखद कुरा छ। तर नियम सिद्धान्त त यसलाई हामीले अहिले महेशजीले भने जस्तै हामी सबैले योगदान गरेर मात्रै त्यो ऋण भुक्तानी हुन सक्छ। सरकारी कोषबाट त्यो अपेक्षा गर्नु बेकार छ। त्यसबाट अपेक्षा हामीले कसैले पनि नगरे हुन्छ, सक्दैन। अहिले गऱ्यो भने पनि अख्तियारले समात्छ। ठुल्ठुला नेता अख्तियारले समातेर मुद्दाले समातेर कहिले जेल कहिले बाहिर भएको त हामीले देखेकै छौँ नि। हामी देखेका छैनौँ, बुझेकै छौँ नि हामीले। त्यसो भएको हुनाले त्यो कानुनभन्दा बाहिरको कुरालाई हामीले गर्न सकिँदैन। त्यो कुरा स्पष्ट रूपमा म राख्न चाहन्छु। अरू यो विद्यालयको विषयमा अहिले महेशजीले पनि भन्नुभएको छ हामी 3-4वटा विद्यालयहरूको छलफल गरौँ। मैले सधैँ भनेको छु कि तपाईँको आँगनबाट विद्यार्थीहरू अर्को विद्यालयमा जान्छन्। आँगन क्रस गरेर विद्यालयमा अर्को विद्यालयमा जानु भनेको के हो भने हामीले विश्वास सिर्जना गर्न नसकेको हो। त्यो विश्वास सिर्जना नगर्नुको पछाडिको शिक्षक व्यवस्थापन समितिहरूकै बढी भूमिका हो। त्यसमा नगरपालिकाको राजनीतिक दलको अरू भूमिका होइन। तपाईँको अहिले मैले हेरेँ, अब केदार सरले भन्नुभयो नि 1 जना विद्यार्थी बराबर 81,000 अझ बढीको खर्च हुँदो रहेछ। 10 जना विद्यार्थी बराबर 1 शिक्षक हुनुहुन्छ। तपाईँले आत्मसमीक्षा गर्नुभएको छ कि गरेको छैन? तपाईँको जिम्मामा जो शिक्षक हुनुहुन्छ एकदमै 10 जना विद्यार्थी हो तपाईँको जिम्मामा। सेडाइजीको जिम्मामा पनि 10 जना हो। अरू हाम्रो चाहिँ यो अहिले भर्खर 17 सम्मानित को हुनुभयो, उहाँहरूको जिम्मामा पनि 10 जना। एसीको रिजल्ट तपाईँले के गर्नु? त्यो तपाईँले आत्मसमीक्षा गर्नु। अरू विद्यार्थीहरूको प्रगति प्रतिवेदनहरू कस्तो छ तपाईँ हेर्नुहोस्। त्यसो भएको हुनाले यसलाई हामीले धेरै नै आत्मसमीक्षा गर्न जरुरी छ। ओभरअल होइन, विषयगत 100% रिजल्ट ल्याउने शिक्षकहरू सम्मान भन्ने पनि खोइ आज देख्दैन के भयो। यो विषयमा 100% रिजल्ट ल्याएको हुनाले यति शिक्षकहरूलाई सम्मान गरियो भन्ने पनि अरू विद्यालयहरूमा वार्षिक उत्सवमा हुन्थ्यो। त्यो यहाँ छुट्यो कि अथवा जम्मै 100 भएर नआएको हो, त्यो मैले चाहिँ अलिकति त्यो पनि बुझ्न सकिनँ। त्यसो भने चाहिँ अब यो एकदमै प्राइम लोकेसनमा छ। यसको ऐतिहासिक महत्त्व छ। यसको भौतिक संरचनाहरू धेरै बनिसकेका छ। यसको उन्नतिका लागि हामीले चाहिँ
प्रयत्न गरौँ। अब मेरो मनमा त अहिले कस्तो आयो भने अहिले त्यहाँ बस्दै मैले केदार सरलाई नि भने अब पहिला पहिला आर्मीको सरुवा जस्तो मेजरसँग कर्णेलसँग जोडिएर जम्मै 200-300 बटालियनै सरुवा हुन्थ्यो। त्यसो भएर यहाँ हेडमास्टर सहितको यहाँ 20-25 कति मास्टर हुनुहुन्छ, स्वार्थै निर्मलको हेडमास्टर सहित स्वार्थै यहाँ। अब त्यो ब्लकमा चाहिँ सरुवा 1-2 जना होइन, ब्लकमा सरुवा गर्ने पद्धति बसाल्नु पर्छ कि होइन। केशवटार सुक्दै एउटा वर्गलाई चाहिँ केशवटार पठाउनु, अनि केशवटारको प्रगति गरेर राम्रो भने ठिकै छ, नभए अलि उता पनि झारको त्यता पठाउनु। त्यो खालको चाहिँ एउटा व्यवस्थापन गर्नुपर्छ कि भन्ने मेरो मनमा आइरहेको छ। र म साथीहरूलाई भन्छु, कुन साथीहरूले अप्ठ्यारो गर्नुभयो पूर्व वर्तमान हेड सरहरूले भन्नुहोस्। कुन शिक्षक साथीहरूलाई यहाँ ल्याइदिँदा विद्यालय राम्रो हुन्छ, त्यही गरेँ मैले। छेडाइजी तपाईँले पनि छातीमा हात राखेर भन्नुहोस्, तपाईँलाई कोले अस्तिलो बनायो त्यसलाई मैले साथ दिएँ। होइन, हाम्रो पिताम्बरजीलाई पनि को आउँदा सजिलो हुन्छ भन्नुभयो, त्यही गरिदिएँ। विद्यार्थी अहिले जनसङ्ख्या घटेको छ, छोराछोरीहरू पाउने क्रम पनि घटेको छ, तर त्यो घट्दै पनि तपाईँको आँगनबाट विद्यार्थी अन्त गएको छ। तपाईँको आँगनबाट अन्त जाने विद्यार्थीहरूलाई यहाँ तान्ने बुद्धि, बरकत, क्षमता, हैसियत जान्नु पर्यो। नभए अलिकति अपरेसन आवश्यक भयो, अपरेसन गर्नुपर्ने स्थिति सृजना हुन्छ। त्यो अपरेसन गर्नु पर्यो भने भोलि तपाईँहरूले बुझ्नुहुनेछ। त्यसो भएर म विद्यालयको प्रगति, विद्यालयको उन्नतिका लागि नगरपालिकाले गर्नुपर्ने कार्यमा नगरपालिका साथमा छ, यो तपाईँहरूलाई म विश्वास दिलाउन चाहन्छु।